हेलो गाइज वेलकम टु माई च्यानल। सो आज फेरि हाम्रो आज बिदाको दिन भएर हामी चाहिँ बाहिर यहाँनिर एउटा नजिकै इन्डियन रेस्टुरेन्ट छ अरे, त्यहाँनिर चाहिँ हामी त्यहाँको फुडहरू टेस्ट गर्नको लागि आज जाने भनेर बसिरहेछौँ। हामी चाहिँ अहिले कति बज्यो भनेपछि यु क्यान सी 4:13 भयो होइन। अनि उसलाई कुरेर बसिरहेछौँ सल्नालाई, ऊ चाहिँ आएको छैन। हामी चाहिँ अलमोस्ट कति 2 आवर भएन कुरेर बसेको। 2 आवर्स 3 आवर्स 3 आवर्सै भयो, ऊ चाहिँ आएकै छैन। खै हेलो भन न। हेलो। सो अब ऊ आएपछि चाहिँ हामी जान्छौँ। ऊ 12 बजे आउँछु भनेको, 4 बजे 4 बजिसक्यो, थाहा छैन। 12 बजे आउँछु भनेको, हामी पनि रेडी भएर बसिरहेको, अझसम्म आइपुगेको छैन। अहिले 4 बजे हाम्रो ग्यास भन्दैन। आज चाहिँ हामी के भयो भने अब बिदाको दिन हो अनि हामी के अरे अलिक ढिलो उठेको थियौँ, कति 10-11 बजीतिर उठेको थियौँ। अनि ग्यास नै सक्यो कि, अनि त्यसपछि अब बाहिर गएर खाने भनेर बसेको। अनि ऊ पनि आउँछु सँगै खान्छु भनेको थियो कि, अनि उसलाई कुरेर बसेको। अहिलेसम्म हामी केही पनि खाएको छैन, इभन पानीहरू त खायौँ, जुसहरू खायौँ, त्यो बाहेक केही खाएको छैन। भोक लागिरहेछ। कतिको भोक लागेको छ? सो हामी चाहिँ अब ऊ आएपछि भेट्छौँ। यो सल्ना चाहिँ भर्खर आइपुग्यो। किन ढिलो आएको? किन ढिलो आएको? 12 बजे आउँछु भनेको मान्छे। म उठेकै ढिला भयो। होइन 12 बजे आउँछु भनेको थियो अरे त उसलाई। क्या म खास कति 5:30मा सुतेको थिएँ, अनि त्यसपछि आउँछु भनेर यसो हेरेँ, क्या अल्छी लाग्यो सुत्दै। मैले त सोचेँ अब यतैको लोकेसन हालेको फेरि तपाईँ यतै त घुमिरहेको छैन सोच्छु। त्यो पनि ट्याक्सी ड्राइभर के हो गाह्रो हेर। सो गाइज मैले अघि नै भनिसकेँ, हामीहरू चाहिँ आज के नामको रेस्टुरेन्ट रे? केसर नामको एकदम यहाँनिर फेमस रहेछ अलिक इन्डियन फुड, ट्राई गर्नको लागि जाँदैछ। तिमीले खाना खायौ? केही खाएको छैन तिमीले? चिया नि खाएन? को हर मौके के लिए चाय चाहिए। हामीले त केही खाएको छैन भोक लागेर। सो हामी चाहिँ जाँदैछौँ अब। सो फाइनली हामी चाहिँ यहाँनिर आइसकेको छौँ। यो रेस्टुरेन्ट केसर स्टाइलमा लेखा रहेछ। सो जाने होइन त भित्र? ल जाऊँ। कहाँ बस्नु? उनीहरू दुईजनाको राम्रो आउँछ। किनकि मलाई माछा देख्नु What? So we are finally here. हामी चाहिँ यहाँनिर मेनु हेर्दैछौँ के खाने त आज। के खाने त आज? अलिक उता जाउँ न, घामले कस्तो उनै तल्क्यो। टेबलमा यसरी गेमहरू यसरी राखेर रहेछ होइन सबैको। उसको र मेरो चाहिँ ऊ र म कम्पिटिसन खेलेर कसले पहिला सक्छ भनेर है। यहाँनिर चाहिँ यो पजलहरू छ, यो वर्ड सजहरू छ, अनि यो म्याचिङ छ, अनि यो डिफ्रेन्ट छ। अनि ल दुवैजना देख्नु पऱ्यो है। ल ओहो एन्जिला त सेतै भयो नि। ओके 1 2 3 स्टार्ट। गो गर्ल्स गो। यो देखाइरहने तिमीहरू म हेर्न मजा आउँछ।
एक्जाम दिन लाग्छ उता चल्ला त मोटायो क्या यार खतरा एन्जिलाको जस्तो पुक्क पुक्क देखेछ यार लास्ट चाहिँ पुक्क देखेछ मोटा है ल रिजल्ट ल म रिजल्ट आएपछि भन्छु ल बाई बाई कसले गरे छिटो फर्स्ट मैले पनि त्यही एउटा प्रिन्सिपललाई देखाएको छु घर बाटो यो छोडिदिने हो माथिको ल ल छिटो गरौँ खानाले कुरिरहेछ मेरो पेटले नि कुरिरहेछ खलास यो खै त डिफ्रेन्स उठायो कतिवटा निस्क्यो 5वटा निकाल्नु मेरो 6वटा निस्क्यो 6वटा निस्क्यो 3 खलास ल एन्जिलाले हार्नुभयो 6वटा एन्जिला सक्नुभयो एउटा बाँकी छ है गरिसक्यो ए ल ल दुवै बराबर अब दुवैले मिलेर पे गर्छ म चाहिँ खान्छु फुड देखायो सो हाम्रो चाहिँ यो पानीपुरी आइसकेको छ यहाँ पाउ भाजी ल एउटा टेस्ट गरिदिउँ न हाल्दै त छिटो न छिटो ल ओहो यत्रो त कसरी खानु समाउँदा एकचोटि हातैले खान्छ कस्तो लाग्यो कस्तो लाग्यो ठेलाको हाल्नु न हाम्रोतिरको पानी छुट्टै हुन्छ है यति कस्तो पाउँछ ल तर ठिकै छ यो चाहिँ मलाई चाहिँ उसको पुरी मनपर्छ उनीहरू चाहिँ नि स्पाइसी खाइछ हेर स्पाइसी रहेछ नि हामीले चाहिँ यो मात्र खायो हो मैले ध्यानै दिएन मिठो होला यार कस्तो छ त्यो यसको लाग्यो मिठो छ त बुझ्यो लाइक त्यो यसको लागि होइन होला यसको लागि धेरै मिठै छ त यार गुलियो मिठो ल यो ट्राई गरौँ ए दुईवटा मात्र हुँदो रहेछ ल भन कस्तो छ भन छिटो छिटो उसको नि रियाक्सन अलिक नुन नलाग्यो कागती पनि हाल्छ है नुन नलाग्यो झन् नुन हाल्यो भने कम लाग्छ के छ त त्यो नुनै नखाने त है धेरै अब त रातमा कस्तो कागती हालेर चाहिँ अलिक रातमा ठुलो साउन्डले बोल न यसमा माइक छैन एन्जिलाको सास गनाउँछ अनि नखोजा है
तिमीले खायो यो चाहिँ यत्रो हालेर यो चाहिँ किन छोडेको यो वाला चाहिँ यति धेरै दिएर यो भाजी मात्र बाँकी भयो यो बन चाहिँ सक्यो हामीले फेरि एक्स्ट्रा 2टा बन मगाएको छौँ एकचोटि खाने यतिकै सक्ने पनि मुख होइन दुईटा राखेको सो हाम्रो यो बन चाहिँ आइसक्यो ल ल ल लिउँ मलाई तिमीले खुवाइदिइहाल्छ नि त्यहाँ त्यस्तो मिठो लाग्यो त्यो मलाई फर्स्ट टाइम खाएको फर्स्ट टाइम त्यस्तो मिठो लाग्यो ल खाएर दुईजनाले हात पुस्दैछन् मलाई त झन् धेरै फोटो नि खिच्न पर्ने यार ल अब बिल तिर्न जाऊँ सो गाइज हामी चाहिँ फेरि लुलुमा आएको छौँ यहाँनिर ड्रिङ्कहरू चिप्सहरू किनेर बिचमा जान्छौँ अर्को लिफ्टमा जाऊँ न यु क्यान सी अस फ्रम हियर ए यताबाट जाऊँ न के सो हामीले चाहिँ यहाँनिर सामानहरू किनिसक्यो सेल्फ सर्भिसमा आएको बिल राखेपछि बल्ल ढोका ओपन गरेछ किनिसक्यो सो गाइज हामी चाहिँ बिच जाने भनेर हिँडेको 1 घन्टा भइसक्यो उसले हामीलाई एउटै बाटो घुमाएको हामी त यहाँ आएर अड्क्यो थियो नि अगाडि अहिले बाटो त घोडामा खोइ ओइ हेर्न जाऊँ न यार हेर्न जाऊँ न जाऊँ न त्यहाँ पढ त एकचोटि अभि सिङ पनि हुन्छ घोडाको होइन काम यिनीहरू त गाडी भन्दा नि महँगो हुन्छ हेर को आयो फोटो खिचौँ न घोडा हान्ला त्यसले खुट्टाले पो हान्छ त त्यसको खुट्टै उपर छ यसकै यो गनाउने होला हौ तर यसरी घुम्दा नि ठिकै भयो ठाउँहरू थाहा पायो होइन घोडा हेर्न पायो यो घोडा यसरी जाऊँ न हौ केही गर्दैन होला कार भन्दा त घोडा महँगो हुन्छ नि तर भुत्ला हुँदैन यिनीहरूको छ त माथि अलिअलि यो यिनीहरूको पनि ब्रिड हुन्छ क्या यसको चाहिँ कम्ती छ है यसको कस्तो मजाले बसेको छ घोडा अभि कपाल पनि रहेछ अगाडि कस्तो राम्रो हेर यो चाहिँ कति यसकोबाट हेर न तिमी अग्लो छौ अलिकति यस्तो गरेर खिच्छ न है घोडा यता आऊ न यता आऊ न यता टोक्दा हामी टोक्दैन हौ लातीले चाहिँ यता आऊ न यता
हाई भनेको हौ यिनीहरूलाई छु न जोस् भनेर अनुहार अगाडि ल्यायो होला उसलाई अघिदेखि छुहोस् भनेर छ उसलाई नि छुवा न उसले नि अघिदेखि छुहोस् भनेर आइरहेको छ जहाँ गयो नि नाकमा मात्र के यिनीहरू भेज हो मासु खाँदैन हेलो त्यसले बोलाउन त मेरो त एकछिन त सातो बुढ्लो उडेको यार केटी होला You are so beautiful. Yummy, yummy. Yummy, yummy. हामीलाई हेरेर मुख मिठाको हो कि के हो Why are you so sad? अगाडि जाने डर लागिरहेको मलाई यस्तो चढ्यो भने Hello guys, हामी चाहिँ यो घोडाहरू पाल्ने ठाउँमा आयो पनि हुन्छ लाइक त्यो सबै ठुलो हुन्न सानो पनि हुन्छ बिचरा कस्तो यिनीहरू त डिप्रेसनमा गइसकेको छ ऊ त्यो चाहिँ यस्तो हड्डी छ बिचरा यो यिनीहरू मात्र युज गर्ने होला क्या यो र अनि यो दुईटा अनि मेबी यो फार्म होला बेच्ने होला कि सेलको लागि होला एउटा कुरा के भनौँ भने हाम्रो नेपालमा चाहिँ स्ट्रिट डगहरू भेट्छ नि यहाँ चाहिँ डगहरू हुँदैन खालि स्ट्रिट क्याटहरू मात्र हुन्छ यी पछि पछि आउँछ यहाँ त डगै लिटरली गाइज यहाँनिर डगै भेटिँदैन जहाँ हेऱ्यो नि क्याट 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 फाइनली गाइज हामी बल्ल बिच पुग्न लाग्यौँ यहाँ यस्तो गाभी नै हुन्छ फाइनली गाइज हामी बिच आइपुग्यौँ आफ्टर कति 2 आवर Oh my god ल फाइनली आफ्टर 1 आवर ओ यस्तो गिलो ठाउँबाट त नहिँडौँ यहाँ पाइँटै चिसो हुन्छ हिजो यहाँ तल त्यो टाइट गर्नेवाला छ नि त गरेको एउटा टाइट गऱ्यो अर्कोको टुना नै निस्किरहेको ल यहाँ बस्छौँ कस्तो कस्तो कतिलो भइरहेको ल बनाऊ चाउचाउ थियो यार उहाँ छोपिहाल्छ कि किनकि पानी जान्छ नि त त्यो छोपिहाल्छ लौट हेर यस्तो ब्लू कलर अभी के होला यस्तो बगाएर ल्याउँछ लाइट बालेर हेर्दा चाहिँ बालुवा नै हो के बालुवा मात्र छ फेरि यहाँ चाहिँ यस्तो लाइट दिन्छ यसलाई यो ब्लू क्लियर छ कि सो गाइज अब चाहिँ हामी बिचबाट जान लाग्यो यहाँ चाहिँ यत्रो ठुलो बोर्ड छ तिमीले त्यसलाई 2टा भनेको त्यो एउटै हो बाई बाई जस्तै खेलाएको मुद्दो न त्यही छिछि चढ्यो डुङ्गा पनि We are going to home
चाहिँ हामी चाहिँ लगभग अहिले कति 10 बज्यो होला होइन, त्यही भएर घरमा गएर पकाउन फेरि अल्छी लाग्छ, त्यही भएर यहीँनिर खाएर डिनर सिनर यसो गरेर जाऊँ भनेर हामी 3जना यहाँनिर डिनर गर्नलाई बसिरहेछौँ। त्यही पनि त्यो फेरि फोन भइहाल्छ क्या। यु क्यान सी सो गाइज हामीले चाहिँ बिरयानीहरू अर्डर गरेको, बर्गरहरू अर्डर गरेको, यहाँ आइसकेको थियो। बट हाम्रो एक्सपेक्टेसन बर्गर चाहिँ अर्को थियो, यो चाहिँ अब स्यान्डविच जस्तो यस्तोमा बर्गर भनेर अर्डर गरेँ, यस्तो आयो। त्यो झोल हेलो गाइज, सो वी आर अलरेडी होम। हामी चाहिँ अलरेडी घरमा आइपुगिसक्यौँ। सो वी आर भेरी टायर्ड होइन, लाइक इट्स अलमोस्ट 11 बजिसक्यो। सो हामी अब सुत्छौँ। सो सी यु अन नेक्स्ट ब्लग। बाई बाई।